लामा, दिनेश केसी हामी 5 जना आएका छौँ। अब ढिलो नगरिकन हजुरहरूलाई नाटक प्रस्तुत गर्ने अनुमति चाहन्छु। सर म्यामहरू, विद्यार्थी भाइ बहिनीहरू यथास्थानमा आसन ग्रहण गरिदिनु होला। अब हजुरहरू यति असल मान्छे बसेको ठाउँमा एकजना एकदमै क्षुद्र मान्छे पनि रहेछ। यो हजुरहरूलाई थाहा नभएको हुनसक्छ। क्षुद्र मान्छे एकदमै त्यसको कुरा गरेर साध्य नै छैन। अब हजुरहरूको अगाडि आउँदैछ, होसियार रहनु होला है। हजुर आइहाल्यो त्यो मान्छे। न मान्छे छ न घरमा ल्याएर राखेको सामान छ। घरभरि खोजिसके छैन। कहाँ गयो होला त? मेरो बुढी के त घरभरि खोजिसके छैन। कहाँ गयो होला त? यो मान्छे पनि दिक्कै बनाउँछ भने मलाई त। सर नमस्कार है। मेरो बुढीलाई दिनु भएको छ त हजुरले? होइन? कहाँ गयो होला? तिमीहरूले देखाएको छ? ए भाइहरू हो, तिमीहरूले मेरो बुढीलाई देखाएको छ त? ढुक्क सोध्ने म पनि त्यस्तै। मेरो बुढी के भन्नु? भाइहरूले आफ्नो बुढी त देखाएको छैन, मेरो बुढी कहाँ देख्नु? ए तेरिका, अब नबोलाइकन भएन त। बोलाउनै पर्ने भयो नि। ए बुढी! बुढी! होइन काम छैन क्या हो यो मान्छेको भने हल्ला के काम छैन? किन हल्लाएर बसे के भयो? किन कहाँ गइरहेको थियौ तिमी? कहाँ गइरहेको थिएँ? घरै थिएँ त कहाँ जानु? घरै थियो? मैले घरभरि खोजेँ, कहीँ पनि भेटेँ। यहाँ पनि आएर सोधेँ कसैलाई पनि, कहीँ पनि थाहा छैन। अनि यहाँ घरभित्र भएको मान्छे बाहिरको मान्छेले आएर सोधेर थाहा हुन्छ त? ए घरभित्र पनि खोजे कहिले होइन? किन रे? तिमीलाई बोलाउनु हुन्न? तिमीलाई नबोलाएको कि गाउँको अर्को बुढीलाई बोलाउनु आएको? मलाई चाहिँ किन बोलाएको? मलाई किन बोलाएको? त्यसमाथि काम भएर पो बोलाएको। काम भएर? फेरि के काम पऱ्यो क्या तिम्रो? के काम पऱ्यो? है तिमी के भए? तिमी चाहिँ के भए? मलाई पो सोधेको छ। तिमी चाहिँ के भएको? तिमी चाहिँ के भएको त? मैले सोधेको छु, उल्टा मलाई पो सोधेको छ। प्रश्नमाथि प्रति प्रश्न गरेको छ। मान्छे भने के भनेको छ? काहीँ नभए कि चोठाले। तिमी चाहिँ काम नलाग्ने गोठाले। तिमीलाई मैले ल्याएर राखेको सामान किन चलाउनु पर्यो? के रे? मैले ल्याएर राखेको सामान त्यत्रो किन चलाउनु पर्यो? अनि तिमीले के ल्याएर राखेको थियो र मैले चलाएँ? ल्याएर राखेको छ यहाँ चाहिँ त्यत्रो पैसा तिरेर ल्याएको सामानै छैन ल। पैसा तिरेर ल्याएको सामान छैन? सबै छ त फेरि घर। खुब छ नि। खुब छैन नि। भरि होइन है? त्यत्रो पैसा तिरेर ल्याएको त्यो चुरोट खै? खै नि शुद्ध खै? ल हेर, लौरो त खा भनेर यसो गुर्खा सुर्खा ल्याएर राखेको के पनि छैन। किन हुन पर्यो त? आज किन हुनु पर्यो पो छ? सिम्पल खाना। चुरोट खान्छ, पराक पुकार खान्छ, जहाँ मन लाग्यो त्यहीँ गएर चुरोट खैर सुर्तीको खोलहरू पनि जम्मा गर्ने, अनि जहाँ मन लाग्छ त्यहीँ गएर फुर्र गरेर फाल्दैछ। अस्ति एकछिन यसो बजारसम्म गएर आएँ, साह्रै थकाइ लाग्यो। लाउँ न त, आज एकछिन आराम गर्नु पर्यो भनेर यसो पल्टिन मात्रै के खोजेको थिएँ, डुङ डुङ गनाउँछ। होइन के भएछ भने हेरेँ क्या, अब ठाउँ त सफाइ गरेर गएको थिएँ बिहान त, अहिले आउँदा गनाइरहेछ। यसो हेरेको त
उसैले खाएको चुरोट पुकार पराग खैनी सुर्तीको खोलहरू सबै जम्मा गरेर मेरो सिरानी मुनि पुरा तिमीले दुःख लागेर बुढीलाई चाहिँ किन हात हालेर तिमीले मलाई पनि त्यसरी हात हाल्नु हुन्छ मलाई चाहिँ किन हात हालेको ल भनेपछि मार्न पर्छ पर्दैन यस्ता खैनी सुर्ती चुरोट गुड्का यस्ता खाने चिज हुन्छ सुन्दै सुन्दैन मान्दै मान्दैन ए बुढा तिम्रो लागि एउटा सरप्राइज छ क्या मसँग यहाँ त के यहाँ आऊ त्यो तिम्रो चुरोट पुकार पराग खैनी सुर्ती गुड्का सब मिलाएर मैले पोको पारेर राजा छ पोको पारेर किनभने त्यसरी चुरोट पुकार पराग खैनी सुर्ती खाएर हिँड्न लाज लाग्छ कि लाग्दैन त्यसरी खाना हुन्छ त त्यसरी खाना हुन्छ धेरै फेरि जान्ने हुने होइन जेमा पनि त्यसरी थाक्न चाहिँ हुन्थ्यो त्यसरी खाना पनि हुँदैन बुझ्यो जान्ने भएको छ ल तिमी के भा त्यसरी के भा त्यसरी फ्याँक्न हुन्छ त्यसरी फ्याँक्न हुँदैन अब नफ्याँकेर तिम्रो चुरोट पुकार पराग के मन्दिरमा लगेर पूजा गरेर राखौ पूजा गर्दा पनि त भइगयो नि अब पूजा गर्दा पनि धुप सकाउँदाखेरि धुवानी निस्किने हो यो चुरोट सकाउँदाखेरि पनि धुवानी निस्किने हो धुप सर्काइदिएर भगवान्लाई खुसी बनाउने चुरोट सर्काइदिएर तिम्रो यो बुढालाई खुसी बनाउनु पर्ने तर दुर्भाग्यको कुरा तिमीले खुसी बनाउन सकिनौ ल भाइले छोडिदेऊ अनि के तिमीले यो चुरोट कामै नलाग्ने गरी फ्याल्देऊ कामै नलाग्ने गरी काच्चा कुच्चु धुलो 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 बनाएर फ्याल्दी अब खाऊ त्यही धुलो अनि चाँडै मासतिर जाऊ आफ्नो बुढालाई काम लाग्ने चिज अर्का पिँढीमा हाँस्छौ पाप्लेहरू त्यसरी धुलै धुलो बनाएर फ्याँक्दिनु हुन्छ अनि कसरी फ्याल्ने त तिमीलाई पनि सँगसँगै त्यसैमा पोको पारेर तलाएर फ्याल्दी के सोचेर उसकै ठुलो सर अझ मैले ल्याएर राखेको सामान त्यसरी फ्याँक्दिने छ अझ मलाई यो ल्याएर फ्याँक्दिने मलाई चाहिँ होइन तिमीलाई चाहिँ त्यसमा यसो पोको पारेर त्यसमा फेरि अर्को पोको पारेर त्यो मोजाको बल बनाएको जस्तो यसो बल जस्तो बनाएर अनि त्यो वर्ल्ड कप लगाएको छ त्यहाँदेखि त्यो मेसीले गोल हानेको छ त्यस्तो राखेर उडाइदिनु पर्ने के अरे मलाई चाहिँ मेसी जस्तो तिमीलाई चाहिँ रोनाल्डो जस्तो उता फ्यालिदिन्छ अब रिस खाए आफैले बुद्धि खाए अर्डर गर्छु म जस्तो मान्छे 1 रुपियाँ नभएको मान्छे रिसाएर काम छैन नि अब भोक लाग्ने अब चुरोट खान पाएको छैन अब खान त पर्यो खान नपाएको पर्छ लाएर मर्न लागिसक्यो अब के उपाय लगाएर खाएँ त एउटा आइडिया त लगाउनु पर्यो एकछिन मलाई सोध्न दिउँ है एकछिन मलाई डिस्पट नगरौँ प्लिज मलाई डिस्पट नगरौँ झपट क्या सोध्न दिउँ
खुस्कियो क्या हो यिनको एकले हाल्दै उसँग बसेर मैले खोजिदिन्छु अब बस्दिनँ ल यसो गऱ्यो भने चाहिँ अब पैसा पनि आउँछ त्यसपछि मलाई चुरोट खान कसैले पनि रोक्न सक्दैन यही उपाय ठिक छ बोलाउनु ए बुढो के का बुढो अपना फर्काउँदो रहेछ दिदी के मलाई पकाउँछ सर के भन्नु मेरी प्यारी खाना हुन्न दौडौ तयारी ए मेरी कालु ए मेरो गोरु गरीब भन्दियो अब के भन्छ ए मेरे दिल तुम्हारी त्यो पनि बोल्दिनु ए मेरी डार्लिङ बोल्दिनु त ए मेरी माया आलु तिमी चाहिँ पिडालु बोल्दिनु त ए मेरी प्यापी बोल्दिनु के भन्नु एउटा आयो ल मलाई थाहा छ ए आलपु आलपु बोकेर लैजाऊ न कसरी यता यता बनाउँछु क्या यताबाट अहिले फेरि झन् आएर पुट्टु भन्दैछ अनि अहिले हेप्यु भनेर बच्चा जत्री चाहिँ यहाँ पनि घुम्दै पार्दा पनि के भयो हाम्रो बिहे भयो मेरो नाकको फुली थियो अरे हो तिमीलाई त खोल्यो कि क्या सबै पनि सफा गरेर राख्नु के हजुर साथी तिमीसँग एउटा सल्लाह गर्नु पर्ने थियो मसँग एउटा सल्लाह के सल्लाह बुढा कस्तो अप्ठ्यारो लाग्छ अप्ठ्यारो अनि मसँग किन अप्ठ्यारो मान्नु पर्यो त है हुन त आफ्नै बुढीसँग भन्नलाई के अप्ठ्यारो मान्नु पर्यो किन बुढी के साँच्चै तिमीसँग मसँग अलिकति अलिकति पैसा छ होला त पैसा पैसा अँ। कति अब पहिला त 40-50 भए पनि पुग्थ्यो अहिले त भाउ बढाएको छ बढाएछ त्यही 60-70 रुपियाँ जति छ होला त 60 छ म हेर्छु तिमी नहेर ल मैले चाहिँ नहेर्नु हेर्नु हुँदैन ल उता फर्क त्यो बेला पनि तिम्रो अनुहारै नहेरिकन बिहा मैले अनुहार हेरेँ भने त तिमी जस्तोसँग आउँदैन थियो नि त पैसा 60-70 हेर्छु तिमी नहेर ल मलाई थाहा चाहिँ छ भने केलाई चाहियो केलाई चाहियो त्यसलाई भनौँ नि हाम्रो बिहा भइसक्यो भोज पनि खुवाइसक्यो यहाँ सुन न भन न छ भने त पैसा दिइराख न अब तिमीले त्यो चुरोट त फ्याँकिहालेछौ है ठन्डिहाले छि अब म आफै पसलसम्म गएर आफै पसलसम्म गएर चुरोट किनेर चुरोट किन खानु पर्यो कति चाहियो अरे बुढा धेरै होइन त्यही 60-70 रुपियाँ जति 60-70 रुपियाँ जति तिमीले कमान ल्याएर राख्दैछौ कानको जाली नै फुट्यो कि क्या कानको जाम 40-50 रुपियाँ 60-70 रुपियाँ माया त 60-70 हजारै माया जस्तै 3 हातमा उब्रेर तिमीले कमान ल्याएर राख्दा छ रे
त्यसमाथि यत्रो मान्छेको अगाडि मेरो बेइज्जत गर्ने त्यही त पहिलो कुरो यो भन के भन्न तिमी पर्यो मेरो को श्रीमती हो तिमी मेरो श्रीमती म तिम्रो श्रीमान अनि आफ्नो श्रीको मानको यत्रो ठुलो अपमान तिमी मेरो बुढी भइसकेपछि मैले कमाएर ल्याएर राख्न दे गाउँको अरूको बुढाले तिमीलाई कमाएर ल्याएर राखिदिन्छ अरूले मलाई किन कमाएर ल्याएर दिनु पर्यो आफै कमाएर ल्याइरहेको छु मैले कमाएर पालिरहेको छु यिनलाई यो मान्छेको किन चुरी फुरी बढिरहेछ किन ठुलो ठुलो कुरा गरिरहेछ भनेको त आज 2 दिन कमाइ भएर परेछ होइन हो जाऊ त तिमीले पनि कमाएर ल्याऊ सक्छौ जान्ने त तिमीले पनि कमाएर ल्याउ सक्छौ हेरेर देख्नुपर्छ सर यो बुढीको जात 2 दिन कमाएर ल्याउन सक्यो भने कति साह्रो हेर्छन् सरको बिहा भएको भयो नि थाहा छैन अब पछि थाहा हुन्छ यस्तो कमाएर ल्याएर दिएन भने हान्नै पर्दैन पछि मिलिदिन पनि आउँछ है देखिन्छ आज 2 दिन पो म बिराम भयो मैले कमाउनु सकिने त तर पहिला नि पहिला त मैले कमाएको हो नि यता जान्थी यसो कामसाम गर्थी अलिअलि पैसा कमाउँथी ल्याउँथी त्यो के हाल्यो बुढीलाई राखिदिनु हो भनेर हात थपा ल भनेर तिमीले हातमा राखिदिन्थ्यो यता जान्थी फेरि यसो अलिअलि काम गर्थी पैसा अब यो पैसा के हाल्यो यो पैसा चाहिँ बुढीले राखिदिनु पर्छ मास्टर हुनु हो भन्थे अरे आज मैले पैसा कमाइदिएको छु भनेर तिमीले हातमा राखिदिनु त्यत्रो पैसा के अरे सक्यो ए सक्यो हेर न सक्यो क्या सक्यो कहाँ सक्यो कहाँ सक्यो कसरी सक्यो के खाएर सक्यो ए त्यत्रो पैसा खानलाई म राक्षस हो राक्षस त हो त के हो तिमी म भूत हो मेरो यत्रो बडा पेट छ अनि के हो त तिमी भूत राक्षस नभएर के त तिमी मान्छे भावे मेरो कुरा बुझ्थे कि बुझ्दैन थियो उनले सुन्थे कि सुन्थेन बिडी नखाऊ कहिले मान्यौ तिमीले अहिले पनि त्यही नमानेर त्यही धेरै चुरोट खाँदा फोक्सोमा धुवा जमे हो कि होइन त्यत्रो महिना अस्पतालमा बसेर तिम्रो उपचार गरा हो कि होइन अस्पतालमा सबै सक्यो पैसा अहिले आएर हिसाब खोजेको छ ल यत्रो अस्पतालमा पो सक्यो अनि कहाँ सक्यो त त्यही भएर भनेका बुढा चुरोट खान हुँदैन रोग लाग्छ रोग मेरो बुढी कतिले डाक्टर भने हेर्नु न डाक्टर रोग लाग्छ होइन के रोग लाग्छ कस्तो रोग लाग्छ कहाँ रोग लाग्छ ल सुन तिम्रो लागि त डाक्टरै हो म है अब कहाँ रोग लाग्छ भन्दाखेरि तिम्रो आँखामा रोग लाग्छ आँखामा के गर्दाखेरि ल नजिकका त देख्दैन के देखिरहेको छु त फेरि देखिरहेको छु साथै देखिरहेको छु अहिले त देखिरहेको तर चुरोट बिडी धेरै सेवन गर्न थाल्यो भने के हुन्छ थाहा छ तिम्रो आँखाले देख्ने शक्ति कमजोर हुँदै जान्छ कम देख्न थाल्छ अनि यो कान छ नि कान हो यो कानले पनि सुन्न सक्ने शक्ति बिस्तारै कमजोर हुँदै गएर पछि सुन्दैन चुरोट बिडी धेरै सेवन गर्यो भने फोक्सोमा रोग लाग्छ चुरोट बिडीबाट निस्किने धुवा छ नि धुवा हो त्यो धुवाले बच्चा बस्ने पाठकहरूलाई पनि असर गर्छ क्या मेरो बच्चा बस्ने पाठीघर छ र तिम्रोमा भएर के भयो त मेरो छ नि त मलाई पनि असर गर्छ भने क्या रोग लाग्छ अब चाहिँ मेरो बुढीको दिमाग चाहिँ उडेछ ल मेरो बुढीको दिमागको तार चाहिँ छुडेछ है के भन्छ ए बुढी अब चुलो खाने म तिमी धुम्रपान गर्ने म तिमी तिम्रो पाठीघरमा चाहिँ कसरी असर गर्छ के बुढी तिमीले चुरो खाँदा मलाई पनि असर गर्छ क्या त्यसो भए मैले खाना खाँदा तिम्रो पेट भर्छ त भर्दैन हो भर्दैन मैले भर्दै भर्दैन तिमीले खाना खाँदा मेरो पेट भर्दैन तर
तिमीले सेवन गर्ने चुरोट बिडीबाट निस्किने धुवा छ नि अँ। हो त्यही धुवाले चाहिँ मलाई पनि असर गर्छ। कसरी? कसरी भन्दाखेरि तिमी प्रत्यक्ष धुम्रपानकर्ता अनि म चाहिँ अप्रत्यक्ष धुम्रपानकर्ता। के भने? यो भने के हो भने चुरोट बिडी सेवन गर्ने कुनै पनि व्यक्तिले एक किल्लीबाट जम्मा 30% धुवा सेवन गर्छ। 30%? 30 अनि बाँकीको 70% धुवा छ नि त्यो धुवा चाहिँ हाम्रो यो वरपर हावामा मिसिन्छ, यो वातावरणमा मिसिन्छ अनि यसरी वरिपरि बस्ने मान्छेहरूले सास फेर्दाखेरि त्यो धुवा उनीहरूको शरीरभित्र जान्छ अनि विभिन्न किसिमको रोग लाग्छ, असर गर्छ। अनि तिम्रो वरिपरि म भएपछि तिमीले सेवन गर्ने चुरोट बिडीबाट निस्किने धुवाले मलाई पनि असर गरे कि गरेन? वरपर बस्ने अरूलाई पनि असर गरे कि गरेन? बुझ्यौ? बुझ्यो कि बुझेन मलाई के हेरेको ए बुझ्यो कि बुझेन भने अब चाहिँ मैले कुरा बुझेँ। अब चाहिँ मैले कुरा बुझेँ है। आजको दिनसम्म त मैले खुरै बुझाएर छु, तर आज भने चाहिँ बल्ल मेरो यो बन्द भएको दिमागको बिर्को खुल्यो। अब चाहिँ मैले कुरा बुझेँ। के बुझ्यौ ल भन त? आजको दिनसम्म त मलाई धेरै ठुलो घाटा पो लागिसकेको छ त। हो यही कुरा त म पनि त तिमीलाई बुझाउँदैछु। यो चुरोट बिडी खाँदा चुरोट बिडी खाँदा खाँदा होइन, चुरोट बिडी नखाएर चाहिँ घाटा लागेको छ। त्यही भने भन्छ फेरि नि पनि नखाएर खाएर घाटा लाग्यो क्या बाबु? नखाएर चाहिँ घाटा लागेको छ क्या? खाएर घाटा लाग्यो। नखाएर घाटा लाग्यो भन्छु। नखाएर कस्तो नखाएर हो? तेरिका कुरा नबुझ्ने बुढी परेपछि पनि जिन्दगी नै बर्बाद गर्छ मेरो त। भाग्य पनि एकदम खराबको त्यो उसमा डन्डीमा ठोकेर त्यो भाग्यो खुल्छ। अलिकति बुद्धि आउँछ कि? नमस्कार है म्याडम। अब हेरिबक्सेछ। अब हजुर पनि मान्छे ऊ त साडी र चोला लगाएर बसे कि मेरो बुढी जस्तो देखिने मान्छे जस्तो देखिने पनि मान्छेलाई हेरिबक्सेछ है। मान्छे कस्तो देखिने? अब हजुरले चाहिँ यत्रो बुझेर यत्रो भाइ बहिनीहरूलाई बुझाइरहनु भएको छ होइन? मेरो बुढी चाहिँ आफैलाई पनि कुरा बुझाउनु कति गाह्रोलाई हेरिबक्सेछ त? मलाई बुझाउन गाह्रो? ले हेरिबक्सेछ। त्यत्रो पैसा तिरेर ल्याएको चुरोटको त जम्मा कति प्रतिशत मैले हालेको छु? 30। अब बाँकी रह्यो कति प्रतिशत? 70। त्यही 70% आजको दिनसम्म कहाँ गएर भनेको त? मेरो छेउमा बसेर इन्डोको सिद्धमा खाइरहेको छु। मैले खाऊ। अब मलाई अरू कुरा के पनि थाहा छैन। आजसम्मको जे जति भयो त्यो हिसाब किताब गरेर 70% को पैसा देऊ त। मलाई 2-4 वर्षलाई आनन्द हुन्छ यो चुरोट खान। आनन्द हुन्छ चुरोट खान होइन त? म त झनै बुढा चुरोट नखाऊ बिडी नखाऊ तिमीलाई मात्र होइन मलाई पनि रोग लाग्छ, अरूलाई पनि असर गर्छ भनेर म चाहिँ यत्रो टाउको फुट्ला जति गरेर तिमीलाई सम्झाउँदैछु। उल्टै 70% को पैसा चाहियो। म न तिमी मर। तिमीले हत्या गरेर ल्याएको घरबाट के अरे? म किन मर्नु पर्यो? तिमीले जहाँ जानु मन लाग्छ जाऊ, जे गर्नु मन लाग्छ गर न। मैले रेडियो छु। तिम्रो चाला मलाई हेर्दा मलाई थाहा भइसक्यो। मलाई मर ठिक छ त। भनेपछि अहिले भट्टाका हालेर पुलेको पारिदिन्छ। ल सुन, मलाई मर भनेपछि यो मान्छेको चाला मलाई हो त ल ट्याक्कै के होला? के हो? यो बुढासँग बस्यो भने मलाई पनि रोग लाग्छ। मेरो पार्टीघरमा पनि असर गर्छ भनेर तिमी चाहिँ अर्कै छ पहिलो जाने विचार गरिछौ हो के अरे? तिमी पहिलो जाने विचार गर। म किन जाने पहिले? के प्रमाण छ तिम्रो? प्रमाण छ। के छ? प्रमाण छ। के छ? अब त भित्र के त्यो भित्र के? बिना प्रमाण बोल्छु म। के छ? लेडिज भित्र लेडिज छ। लेडिज लेडिज छैन। के त? लेडिज छैन। त्यहाँभित्र झोला छ। झोला? त्यो झोलामा कपडा सपडा प्याकिङ गरेर बनाएर राति मैले खाजा पाउने गरी चुरुक्क उठेर झोला सुरुक्क बोकेर
त्यसरी तिमी पैसा लाग्छ म पहिले जान्ला होइन क्या त्यहाँ भित्रको दुईटा झोला भन्यो नि त्यो लेडिज छ नि हो त्यो को हो त तिम्रो बुइनी बिम्ली उसैका झोला विदेश बसेको त्यत्रो वर्ष भयो आएको बसेर आएको 1 महिना भयो अहिले भर्खर कहिले भेट्न आउने हो अनि घर काम हुँदैन माइतमा भन्ने बित्तिकै घरमा काम भयो अहिले पनि काम गरेर बस्ने मलाई त बोल्न पनि मन छैन म त बोल्दा पनि बोल्दैन भन न तिमी अलि रिसिन्छौ क्या जा त्यसलाई बोला त्यसलाई सुन्या बोला बोला आको पहिला मेरो दाइ 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 रिस्या क्या रिस्या मसँग हजुरसँग दाइ उदे दाइ ला 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 त्यसले कालो लभ स्टोरी फिल्म दाजु र बहिनीको त्यो लभ स्टोरी हुँदैन होला
यो सुर्ती खानु हुँदैन, चुरोट खानु हुँदैन। यसले रोग लागेर छटपटिन्छ, अल्पायुमा मृत्यु समेत हुन्छ। के रोग लाग्छ सुन्दैन? सुन्न सक्नुहुन्छ तपाईँले? नसुन्नुहोस्। फोक्सोमा दम रोग लाग्छ। अझ बिडी, चुरोट, खैरी, सुर्ती, तन्तराट, पराग, सुपारी, बेला, करेन्ट, रकेटले हार्ट अट्याक हुन्छ भाइ, मस्तिष्क घात हुन्छ, उच्च रक्तचाप हुन्छ, अरू पिसाब थैलीमा समेत क्यान्सर हुन्छ भाइ, क्यान्सर। खानुहुन्न। आमै यो सुर्ती चुरोट खाइराख्यो भने हात खुट्टामा घाउ भएर कुहिएर अरूले हेर्दा पनि डरलाग्दो घिनलाग्दो भएर फटाक्का भएर हात खुट्टामा कुहिएर भुइँमा झर्छ। अनि त अनि टिबी हुन्छ, निमोनिया हुन्छ, अनि आमाशय, प्यानक्रियास, श्वास नली, भोजन नलीमा पनि क्यान्सर हुन्छ। अरू त अरू ओठ, मुख, गिजा, घाँटी, गालाको पनि क्यान्सर हुन्छ भाइ, क्यान्सर मरिन्छ। यति सानो चुरोट खैरी सुर्तीले यति धेरै रोग लगाउन सक्छ? रोग मात्र लाग्नु हो र मरिन्छ। मलाई त थाहा नै थिएन। रोग लगाएपछि त मरिहाल्यो। मरिन्छ। ओहो, हुन त अस्ति पनि त्यत्रो बिराम भएर अस्पताल बस्यो। यिनीले अस्पताल बस्दाखेरि धेरै सम्झाउने, ए बुढा यो चुरोट सुरोट नखाऊ न, यो चुरोट खानाले, खैरी सुर्ती खानाले तिमीले पनि दुःख पायो यसरी बिराम भएर, मैले पनि दुःख पाएँ। पैसा पनि त्यत्रो खर्च भयो, पैसा पनि त्यत्रो गयो। पैसा मात्र गएर त केही थिएन। तिमीले ज्यादै सम्झाएको अनि त्यसरी रुँदै सम्झाउँदाखेरि मेरो मन पनि कटक्क काटेको थियो। मैले छोड्नु पर्छ कि जस्तो लागेको थियो, तर मैले सकेको थिइनँ। अब अहिले आएर यिनले बहिनीले पनि यसरी सम्झाए। यति धेरै रोग पनि लाग्दो रहेछ, मलाई थाहा थिएन। तर मैले नभने मात्र तिमीहरूले पिर गर्छौ भनेर यो बहिनीले भने जस्तो मलाई एक दुईवटा रोगको लक्षण देखा पर्न थालिसकेको छ। त्यही भएर अबदेखि म यो चुरोट सुरोट खाँदिनँ। अब आफूले पनि दुःख पाउने, आफ्नो परिवारले पनि दुःख पाउने, शरीरको अङ्ग अङ्गमा रोग लगाएर, शरीरको अङ्ग अङ्ग कुहिएर, एकतिर धनको नाश, अर्को ज्यानको नाश, त्यसरी मरेर मलाई चाहेर एक राजको साथी हुन जानु छैन। अब आजको दिनदेखि मलाई यस्ता 20 दिन म आजदेखि मलाई खाना चटाकचुटिकै छोडिदिन्छु। अब 22 वर्ष बाँचेर मेरो परिवारसँग आनन्दले स्वस्थ जीवन हाँसी खुसी बिताउनु मन छ। एउटा छोरो युकेमा, एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ। मेरो बोक्टेकाजी हुँ म, बोक्टेकाजी। यो बोक्टेकाजी हाम्रो यो ठाउँमा धुम्रपान, मद्यपान अनि लागु पदार्थ दुर्व्यसन रहित बनाउनलाई हिँडै छु, लागै छु। तर एक दुईजना पखन बुझेहरू गुर्गा अत्याधिक खाएर चाँडै मर्ने भए, आफ्ना बालबच्चालाई पनि हातमा पार्ने भए, हुँदा छिमेकीलाई बाँकी नराख्ने भएबाट हाम्रो चुरोटको धुवा गनाइरहेको। चुरोट प्रसाद त यही परेछ त, नमस्कार है, नमस्कार नमस्कार। नमस्कार गर्नु पर्दैन होला, चिन्नुहोस् कि क्या? गाउँ घुम्न जाँदा भेटेर नमस्कार गरेर आशीर्वाद दिएर एक कप मिठो चिया खाएको हो नि त काजीमा।
ल है नानी अब राम्रोसँग सम्झाउ आफूलाई। सम्झाउँछु। अब मेरो माइती त एउटा सुँगुर चुरोट खाने बारे त नराम्रो हो नि। त्यो पनि छोड्छु भन्छ नि अब छोडिसके। अरे कहाँबाट अब के थाहा नानीलाई उनको दाईको बानी कति खराब छ भन्ने बल्ल बल्ल अब चाहिँ भन्दैछु न। अरू पनि नराम्रो बानी छ र बा? धेरै नराम्रो बानी छ नानी, धेरै। आफू त चुरोट गुड्का सुर्ती खान्छन् हुँदा हुँदा स्कुल जाने बाबु नानीहरूलाई समेत सरले नदेख्ने ठाउँ गल्छेउमा बसेर चुरोट साका तानेर फर्र धुवा निपारेर विद्यार्थीको नाच्नु पारिदिने। अनि बाबु नानी लौ चुरोट खाऊ मजा आउँछ, सुर्ती खाऊ फुर्ती आउँछ भनेर नचाहिँदो कुरो सिकाउँछन् यी घन्टाउके। राम्रोसित सम्झाउ नानी, यति मात्रै हो र नानी। हेर जाँड खाएर जाँड रोटी खाएर जाँड पनि रातभरि हल्ला गर्ने अनि भाउजूलाई कुट्ने अनि छिमेकीको नाताले झगडा छुट्याउन जाँदाखेरि उल्टै मलाई पनि 2-3 चोटि लडाइदिए। यति सामानको अपराधी हो तिम्रा चाहिँ। अहिले जाँड रक्सी अहिले छोडे तर जाँड रक्सीले यिनलाई खाएको दिन चाहिँ यतिसम्म नीति अब कुरा गरेर साध्यै छैन। के भन्नु लाजो मर्दो। एक दिन बजार गएर फर्केर आउँदै थिएँ, बाटोमा घर्नेर आइपुग्दाखेरि 10-12वटा कुकुर घुरुङ गरिरहेछन्। नजिक गएर हेरे त सुतिरह। जाँड रक्सीले उसलाई खाएको दिन क्या, उसले खाएको होइन कि जाँड रक्सीले उसलाई खाएको दिन बेहोस भएर सुतिरह। 5-6वटा कुकुरले खुट्टा उचालेर जिउमै अनि 5-6वटा कुकुरले छाडेको रहेछ। त्यो जाँड रक्सी धेरै खाएर छाडेको कुकुरले चाटिरह्यो। अनि 2-3 बाल्टी पानी ल्याएर बल्ल बल्ल पठाले होसमा आयो। अनि त्यतिसम्म जाँड रक्सी खाने मान्छे डाक्टरले भनेपछि कलेजो खुइसकेछ भनेपछि बल्ल बल्ल छोडे। जाँड रक्सी चाहिँ यो चुरोटले गर्दाखेरि चाहिँ आफू पनि सिद्धिन्छन्, अरूलाई पनि सिद्धाउँछन्। राम्रो सुध्रिन्छु भने सुध्रिसके बाला के भयो? तिमीहरूले केही चित्त दुख्ने कुराहरू छ क्या? केही भने के भन्नु भयो? के भयो बा? यी नानीलाई देखेपछि मलाई मेरो सानो नातिको याद आयो। मेरो नाति असाध्यै राम्रो पढ्थे। 1 कक्षादेखि 9 कक्षासम्म फर्स्ट हुन्थे मेरो। पढाइमा मात्रै होइन अतिरिक्त क्रियाकलापमा पनि फर्स्ट भएर हजुरबा म अहिले फर्स्ट पाएँ, मैले प्राइज पाएँ हजुरबा भनेर मेरो हातमा ल्याएर प्राइज दिन्थ्यो मेरो नाति। तर के गर्नु नानी, मेरो नातिले पनि सानैदेखि लुकी चुरोट खान सिकाएछ। मेरो नातिलाई चुरोट खान सिकाउने पनि यही जन्म हो, यही यसैले स्कुलमा सर मिसहरूले थाहा पाएर बाबु यो चुरोट खान हुँदैन, यसले ज्यान ल्याउँछ बाबु नखाऊ हो भन्दाखेरि पनि टेर्दै टेरेर छ मेरो नाति। आफूले पनि बच्चै पाउन सकिन, नातिले चुरोट खान थालेको। पछि मेरो नाति कलेज भर्ना भयो। कलेज भर्ना भएपछि साथीहरूको लहवाईमा लागेर लागु पदार्थको दुर्व्यसनमा फसे। त्यति राम्रो पढ्ने मेरो नाति दुर्व्यसन भएपछि पढाइ पनि बिगार्दै नराम्रा कामहरू गर्न थाल्यो।
राम्रो चिज खाएको पो राम्रो नराम्रो चिज खाएको एक एक दिन के होला एक दिन लागु पदार्थको नसामा लट्ठिएको बेला रोकिराखे ट्रकमा मोटरसाइकल हुर्काएर लगेर ठोक्काए। त्यो दिन नै मेरो नातिको अन्तिम दिन भयो। एक सर्वोच्च रोडबाट सुरुवात गरेको मेरो नाति मात्र एक सर्वोच्च रोडबाट आखिर लागु पदार्थको दुर्व्यसनमा फसेर कलिल उमेरमा यो संसार छोडेर गयो। मेरो नाति त गयो। मेरो नातिको जस्तो पीडा यहाँ कसैले नभोगुन्, कसैले भोग्नु नपरोस्। यहाँ कोही पनि यो लागु पदार्थको दलदलमा, दुर्व्यसनीको दलदलमा नफसुन् भनेर म भगवानसँग सधैँ प्रार्थना गर्दै यो धुम्रपान, मद्यपान, लागु पदार्थ रहित बनाउन हिँडिरहेको छ नानी। त्यसरी अभियान चलाएर हिँडिरहेको छ। चिन्ता नगर्नु चिन्ता नगर्नुहोस्। अब म जस्तो बिग्रेको मान्छे त सुध्री। अब म पनि तपाईँको अभियानलाई साथ दिन्छु, मेरो परिवारले पनि साथ दिन्छ। अब ताकि तपाईँको नाति जसरी अब कोही पनि त्यो लागु पदार्थमा लागेर अल्पायुमै मर्नु नपरोस्। हुँदैन। मैले एउटा काम गरेँ नि बा, यो अभियानको सुरुवात चाहिँ मेरो एउटा साथीको घरबाट गरौँ न। मेरो एकजना साथी छ त्यो फुकीलाल भन्ने, मैले बल्ल जाँदाखेरि खाना छोड्यो, त्यसले छोड्न सकेन। मैले चाहिँ त्यसको बिग्रिसके। त्यसको छोराले पनि भन्दै थियो अस्ति डाक्टरको कलेज बिग्रिसक्यो भने छ। ल काका यसो सम्झाइदिनु पर्यो तपाईँले त्यो खाना छोड्नु भएछ भन्दै थियो। मैले जति सम्झाए पनि मानेर जान्छ। मेरो फोन आयो ए फुकी लालाका काना दुखीलालको छोरो हो। दुखीलालको फोन आयो। के अब पहिला सम्झाइदियो भनेर त गरिहाल्यो। आज पनि जाँदै खाएर किचकिच गरेर त्यो मान्छे खत्तम छ। अहिलेसम्म पनि छोरो सानै छ। हेलो अब के भयो? आज पनि बाउले जाँदै खाएर आएर किचकिच गरेर सम्झाइदिनु पर्यो। के अरे सम्झाउनु नपर्ने भयो किन? आफै सम्झ्यो सुध्रे होला कि जाँदै खाएर आए पनि बिहानी भएर भित्र आनन्दले सुतेको छ। सुत्न त सुते तर मजासँग सुते। के भने संसारमा सबैलाई पर्ने चिज आज मलाई पनि पर्यो भन्ने सम्झी के भयो गएछ? गयो नि बा, धेरै जाडो खाटो कारणले कलेज कुहिएर मुखबाट काला काला रगत निक्लेर मृत्यु भएछ। जाँड रक्सीले पनि धेरैको रुगाबासी बाँधी भयो, धेरैलाई बिचल्लीमा बाँधी भयो। सानसानै छन् हुन्छ। छिमेकीको नाताले मलाई पनि जानु पर्यो। अब जाँदाखेरि तिमीले छोड्यौ, तिमीले राम्रो छौ। अब अल्पायुमै मरेन त्यो पनि। दुखीलाल एक्लै छ हिँड्नु त्यहाँ के गरौँ कसो यो जाँड रक्सीले पनि धेरैको बिल्लीबाट बनायो, धेरैलाई रुवाबासी बनायो। कसैले नखाइदिनु भगवान, कसैले नखाउन्। अरे हेर अब मलाई जानु परिहाल्यो।